ल नमस्ते है। हिजो मोथेको सबैजनालाई एकदम नमस्ते छ। मैले हिजो मोथेको दही घिउ अहिले तताउन लाइछु। आज ढिलै भयो, तताउन पाइनँ, गोठ धन्न गर्न पर्यो। हाम्रो त हिजै सासूका ससुराका पाला यसरी नै भैँसी पालेर दही मोथेर घिउ निकालेर खाएका हाम्रो आमा बाउका पाला। हामीले अहिले पनि यसै हेर्दैछौँ। ल हेर्नु नम्नी घिउ यही बेच्ने, दुध छोराछोरी पढाउने हुर्काउने हाम्रो कामै यही हो। अब सकिन्जेल यही नै गरिन्छ। अहिले म कति आउँछ तताएपछि हजुरहरूलाई देखाउँला है। ल हेर्नु कति गाह्रो छ भैँसी पालेर खाना, गाउँमा बसेर यसरी नै खाना पर्छ र आफ्नो सासु ससुराको आफ्ना बाउबाजाको रीतिथिति कहिले छोड्न हुँदैन। सकेसम्म हामीले यसरी खानी हो। ल हेर्नु नम्न घिउका डल्ला हेर्नु त कति राम्रो राम्रो, कति मिठो। ल हेर्नु आमामा त्यसै रहर लाउँदछन् क्या नि। भैँसी पाल्न त धेरै गाह्रो छ, तर पनि खाना चाहिँ मिठो छ। अब के हानी ल हेर्नु यस्ता डल्ला लपक्क पारेर खाना यति मिठो हुन्छ। हजुरहरू पनि आउनुहोस् खान। गाउँका नहुने घिउका डल्लाभन्दा मान्नुहुन्न। क्यारम त नि यस्तै छ। गाउँमा दुःख छन्, दुःख भए पनि तपाईँले एकदम बुझिदिनुहोस्। सबैले घिउ भन्नुहुन्छ, घिउ पुऱ्याउन सकिएको छैन।